सञ्चालन गर्दै आइरहेको छ। समग्र अर्थतन्त्रको विकासका लागि सरकारको वित्त नीति सबैभन्दा महत्त्वपूर्ण हुन्छ। वित्त नीति अर्थात् बजेटले निर्दिष्ट गरेको लक्ष्य हासिल गर्न अन्य नीतिहरू सहायक बन्नुपर्ने हुन्छ। बजेटले महत्त्वपूर्ण लक्ष्य राख्ने तर कार्यान्वयन भने कमजोर रहने गरेको अनुभव हामी सबैले महसुस गरेको हुँदा बजेट कार्यान्वयनलाई कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा हामीले बजेट वाच पहल अगाडि बढाएका छौँ। बजेटको सफल कार्यान्वयनले नै पुँजीगत खर्च बढ्ने, बजेटले निर्दिष्ट गरेका लक्ष्य हासिल हुने, नीतिगत सुधार हुँदै समग्र अर्थतन्त्रको विकास एवं विस्तार हुन्छ। त्यसैले बजेटको सफल एवं प्रभावकारी कार्यान्वयन अति महत्त्वपूर्ण छ। बजेटमा निजी क्षेत्रको तर्फबाट नीतिगत सुझाव दिँदै आएका हुन्छौँ। हाम्रा नीतिगत सुझावहरू बजेटमा समावेश पनि हुन्छन्। त्यसले हामीलाई उत्साह पनि प्रदान गर्दछ। तर जब कार्यान्वयनको चरण आउँछ बजेट कार्यान्वयन ज्यादै कमजोर हुन्छ, त्यसले हामीलाई निराश बनाउँछ। त्यसैले प्रभावकारी बजेट कार्यान्वयनका लागि निजी क्षेत्रको तर्फबाट रचनात्मक सहयोग गर्ने उद्देश्यसहित नेपाल आर्थिक पत्रकार समाज सेजनसँगको सहकार्यमा परिसङ्घले विगत 3 आर्थिक वर्षदेखि बजेट वाच पहल सुरु गरेका छौँ। बजेटमा आएका निजी क्षेत्र र अर्थतन्त्रसँग प्रत्यक्ष सम्बन्धित विषयहरूको प्रभावकारी कार्यान्वयन रचनात्मक सहयोग गर्ने सार्वजनिक निजी संवाद हो। सरकारले समग्र आर्थिक विकासका लागि पर्यटन उद्योगको विकासलाई पनि उच्च प्राथमिकता दिएको छ। यो क्षेत्रको विकास अपरिहार्य छ। धेरै खर्च गर्ने विदेशी पर्यटकहरू हामीले आकर्षित गर्नुपर्ने छ। यो क्षेत्रमा निजी क्षेत्रको अर्बौंको लगानी छ भने सरकारले पनि पर्यटन पूर्वाधारमा उत्तिकै लगानी गरेको छ। हामीले लगानी गरे अनुसार प्रतिफल हासिल गर्न सक्यो भन्ने मूल प्रश्न हो जस्तो लाग्छ। त्यसैले यस संस्करणको बजेट वाच पर्यटन क्षेत्रमा केन्द्रित रहेको छ। बजेट वाचको यस संस्करणमा चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको बजेटको कार्यान्वयन, समग्र अवस्था एवं पर्यटन उद्योग केन्द्रित छलफल गर्नेछौँ। अन्त्यमा सिएनआई बजेट वाच पहलको यो संस्करणमा यहाँ सबैलाई स्वागत। विगत केही वर्षदेखि नै यो 13 देखि 14, 14.5 सम्म चाहिँ पुग्ने गरेको छ। अब अहिले चाहिँ 2-3टा चिज चाहिँ संसारभरि च्यालेन्जिङ के छ भने मान्छेको फ्रिक्वेन्सी चाहिँ बढाएको छ तर लङ्गर स्टे चाहिँ घटाएको देखिन्छ कि। अब कामको चापले पनि मान्छेहरूको एक्सेसको सुविधाले पनि होला। त्यो कारणले हाम्रो लेन्थ अफ स्टे बढाउनु चाहिँ भेरी च्यालेन्जिङ। अरू के छ भने अधिकांश त हामी कहाँ लेन्थ अफ स्टे एउटा चाहिँ ट्रेकिङ, एउटा चाहिँ एक्सपेडिसनले बढी हुने गर्थ्यो। अब ट्रेकिङ पनि अधिकांश ठाउँमा चाहिँ हाम्रो बाटो पुगिसकेका भएर ट्रेकिङको ड्युरेसन पनि त्यो घटेको छ। त्यसले गर्दा चाहिँ त्यो लेन्थ अफ स्टे चाहिँ गाह्रो छ बढाउन। अब अन्टिल अनलेस हामीले एकदम धेरै इनोभेटिभ क्रिएटिभ प्रोग्रामहरू के अरे डेस्टिनेसन्सहरू देशैभरि बनाउन सक्यौँ भने त्यसले केही न केही इम्प्याक्ट होला। नभए चाहिँ त्यो अलिकति गाह्रो हो जस्तो लाग्छ मलाई। अब भ्यालु बढाउनको लागि भनौँ न, हाई स्पेन्डिङ बढाउनको लागि अगेन हाम्रो त्यो इन्फ्रास्ट्रक्चरसँग जोडिया चिज छ। अब हामीले चाहिँ अलिकति जस्तो म एउटा सानो इक्जाम्पल यहाँ दिन चाहन्छु। हामी कहाँ अहिले मोडलेस 12 लाख जस्तो हामी टुरिस्ट भन्छौँ होइन। हामीसँग हाम्रो नेसनल क्यारियरसँग 4वटा फ्लाइट छ। वेयरएज हाम्रो श्रीलङ्का हेऱ्यौँ भने करिब 24.5-25 लाख जस्तो पर्यटक उहाँहरूले ल्याउनुहुन्छ। उहाँहरूसँग आजका दिनमा 23वटा एयरक्राफ्ट छ। 23वटा मध्ये 17वटा चाहिँ वाइड बडी, 7वटा न्यारो बडीको छ। अब हाम्रो पनि नेसनल क्यारियर चाहिँ अलिकति पावरफुल हुँदै भएर 10-12-15वटा भइदिने हो भने हामीलाई पनि 20-22 लाख टुरिस्ट र त्यसमा पनि गन्तव्यमा बढी खर्च गर्ने टुरिस्ट ल्याउनलाई चाहिँ समस्या हुँदैन। आजका दिनमा एउटा पर्यटकको औसत बजेट हामीले पहिला पनि भन्ने गरेका छौँ करिब $3000 देखि $3500 नै हो। त्यो मध्ये 60% जस्तो एयर टिकटमा हाल्नु पर्दाखेरि गन्तव्यमा गर्ने खर्च चाहिँ अभियसली त्यो कम हुन्छ र त्यो हाम्रै कहाँ पनि त्यो देखिया छ अलिकति। र अर्को चाहिँ के छ भने अलिकति हामी कहाँ अब डिजिटल पेमेन्ट गेटवेहरूको पनि रेजिस्ट्रेसन यहाँ धेरै नहुँदा त्यता पनि केही रेभेन्यूको पार्ट लिकेज हुँदा हामी कहाँ अहिले करिब $40 पर टुरिस्ट पर डे स्पेन्डिङ जस्तो देखिया छ। अब गभर्मेन्टले अलिकति बढाउने भन्ने लक्ष्य त लिनुभएको छ। र अर्को थर्ड चाहिँ के हो भने अब अहिले एउटा क्वालिटी इन्भेस्टमेन्ट आउँदा पनि क्वालिटी टुरिस्टको सङ्ख्या बढ्छ। अब अहिले पोस्ट कोभिड हामीले हेऱ्यौँ भने 8-9-10वटा 5 स्टार होटल भएको केसमा चाहिँ अहिले करिब 24-25वटा 5 स्टार होटल भएको छ। त्यसमा पनि लग्जरी ब्रान्डहरू पनि आएको हामीले देखेका छौँ। देशी थानेदेखि सिन्तामणीदेखि अब सेन्टारा अहिले पोखराकोदेखि म्यारियटको अरूहरू होइन, यो सबै चिजहरू देखिराखेका चाहिँ यसले केही न केही भ्यालु एडिसन चाहिँ गरेर जान्छ। रफ्तार हामीले लिन सकेनौँ होइन। र
बिचबिचमा आइरहने यो समस्याहरू सबै देशमा पनि पर्छन्। हामी त्यसबाट पनि अछुतो छैनौँ। हामीले त्यसलाई टपअप गर्दै अगाडि जानुको विकल्प छैन। अहिलेको नीति कार्यक्रममा मलाई व्यक्तिगत राम्रो लागेको विषय चाहिँ के छ भने हामी सधैँ हाम्रो टुरिज्म देश चाहिँ विकेन्द्रित भयो, हामीले अभ्यास गर्न थाल्यौँ तिनै तहको सरकार। हाम्रो पर्यटन चाहिँ सधैँ केन्द्रीकृत भयो, फेडरल स्टेट अफ माइन्डसेट चाहिँ टुरिज्ममा रह्यो। त्यही भएर सधैँ त्यही गोल्डन ट्रायङ्गलको कुरो हजुरले पनि बारम्बार सुन्नुभएको छ, भएको पनि त्यही हो। र त्यसलाई विकेन्द्रित गर्नको लागि बागमती प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेश बाहेक अन्यलाई प्रायोरिटी दिनु भन्नु नै एउटा विकेन्द्रीकरणको लागि पर्यटनको एउटा उज्यालो होराइजन हो। त्यसरी पनि मैले लिएको छु। अनि जस्तो आफैले बसेर टुरिज्म बोर्डको हाम्रो निजी क्षेत्रको अगुवाई गर्नुभएको आदरणीय दिपक सर हुनुहुन्छ। टुरिज्म बोर्डमा जोसुकै गए पनि प्रेजेन्ट स्टेटसमा परिवर्तन हुन सक्ने देखिँदैन, किनभने हामीले नीतिगत कानुनी प्रक्रियागत सुधारको खाका स्पष्ट दिनुपर्छ। त्यसैले टुरिज्म बोर्डको साँच्चै व्यवहार त त्यसको रिइन्भिगोरेट गर्ने, त्यसलाई रिस्ट्रक्चर गर्ने, रिमोडलिङ गर्ने कुरा जुन छ त्यो पाल्पेबल रूपमा हामीले फिल गर्न सक्ने रूपमा भयो भने त्यसले नै पनि निकै ठुलो छलाङ मार्न सक्छ होइन। त्यो अर्को रूपमा पनि नीतिगत रूपमा त्यसलाई हामीले अप्रिसिएट गर्नुपर्छ। अब कनेक्टिभिटीको रूपमा नेपाल एयरलाइन्सको हामीले बारम्बार उठाइरहेको यसको रिमोडलिङ गर्ने र यसलाई अलिकति फिनान्स र इफेक्टिभ बनाउने कुराहरूमा पहिलो प्राथमिकरण त्यता पनि जानुपर्छ। किनभने हाम्रो सडक सञ्जाल जसरी विस्तार हुँदैछ, इन्डियन टुरिस्टहरूको लागि डाउन द लाइन 5-10 इयर्समा केही सुधार हुन्छ होला। तर इन्डियन मार्केट लार्जेस्ट सोर्स मार्केट हुँदा हुँदै पनि हामीले फरक फरक सेगमेन्टका फरक फरक मार्केट हुन्छ। हामीले युरोप, अस्ट्रेलिया, युएसको मार्केटलाई क्याच नगर्ने, प्रायोरिटी नगर्ने भने हाम्रो एडभेन्चर टुरिज्म विशेष गरेर प्रस्पर हुन सक्दैन। त्यसैले फरक फरक सेगमेन्टको लागि हामीले फरक फरक निर्णय लिएर जानुपर्छ। हामी स्वागत गर्छौँ। 10वटा जस्तो अहिले फर्स्ट फेजमा एयरक्राफ्ट नेपाली अपरेटरले अपरेट गर्न सक्ने वातावरण, त्यो जे ब्यारियर हो, 4वटा ब्यारियर्सहरू छ, त्यो ब्यारियर्सलाई ओभरकम गरेर जहाज भयो भने हाम्रो अहिलेको नम्बर्स विथआउट डबल हुन्छ, 2.5 टाइम्स सक्ने पोसिबिलिटी छ। त्यही भएर धेरै चिजहरू छ गर्नुपर्ने। त्यो धेरै चिजहरूमध्ये 1 नम्बरमा के गर्ने भन्यो भने यो वर्षलाई अर्कै पनि नगरिकन पनि 10वटा जहाज किन्ने भन्ने मात्रै हामीले गराउन सक्यौँ भने त्यसको साइड इफेक्ट अथवा स्पिल ओभर इमिडिएटली 2-4 वर्षलाई कुन्ने टुरिस्ट नै एकदम क्लियर हो। हाम्रो यहाँ चाहिँ नयाँ नयाँ पद्धतिले पुरानो मान्छेले एकपल्ट आउँछ, त्यसलाई भइसक्यो अब देखेर जाने भन्छ। अब पर्यटकीय सम्भावना धेरै हुँदाहुँदै खास के हो त भन्ने एड गर्ने धेरै गर्नै सकिने तुरुन्तै 1-2 वर्षमा सक्ने प्रडक्टहरू के छ भन्ने कुरामा प्रडक्टहरू थप्दै जनशक्तिको विकास गरेर अनि अब अस्तिको नीतिमा त पर्यटनका कुराहरू गरेको छ, सुझाव दिएका छौँ र बजेटमा पनि त्यसलाई सम्बोधन गर्दै कार्यान्वयन राम्रोसँग गरियो भने नेपालमा पर्यटन बढ्छन्। नेपाल जस्तै अब अहिले इन्डियाको कुरा गर्नुभयो, हामीसँग इन्डिया, चाइना यत्रो ठुलो ठुलो 2टा कन्ट्री छ। यही 2टा कन्ट्रीमा चाहिँ हामीले नेपालसँगको कनेक्टिभिटी बढाएर अनि प्रमोसन गर्न सक्यौँ भने हामीले धान्न नसक्ने खालको टुरिस्टहरू आउने सम्भावना छ। त्यसको लागि अब अहिलेको हामीलाई आशा छ नयाँ सरकारले पनि यो कुरा रियलाइजेसन भएको हामीले देखेका छौँ। त्यो सँगसँगै अहिले जुन होमवर्क भइराखेको छ नेपाललाई युएको कालो सूचीबाट हटाउने भन्ने छ, त्यो हटाउन सक्यो भने हाम्रो अन्तर्राष्ट्रिय फ्लाइटहरू पनि आउने सम्भावना छ। त्यसले गर्दा यी कुराहरूमा चाहिँ हामीले सधैँ सरकारलाई भनिरहन्छौँ, हाम्रो सुझाव सल्लाह दिइरहेको छौँ र सरकारले पनि बोलेका कुराहरूलाई कार्यान्वयन गर्यो भने गत वर्षभन्दा आउने वर्षमा पर्यटकको सङ्ख्या पक्कै बढ्छ होला भन्ने हामीले विश्वास गरेका छौँ।